साथीहरु एउटा भनाइ छ नि, नानी पाउनु कहिले कहिले कुकुरो बन्नु अहिले भनेको जस्तै रवि लामिछाने, कुलमान घिसिङ, बालेन्द्र शाहको गठबन्धन भइसकेपछि बालेन्द्र शाह चाहिँ प्रधानमन्त्री बन्ने भनेर सिग्नेचर पनि गरिसकेका छन् साथीहरु। र राजसभाका रवि लामिछाने चाहिँ सभापतिमै रहने र बालेन्द्र शाहलाई चाहिँ प्रधानमन्त्री बनाउने रे। साथीहरु प्रश्न के छ भने नेपाली जनताले अब चाहिँ यो जुन चाहिँ जेनजी आन्दोलन भयो नि, देशका धेरै महत्त्वपूर्ण भवनहरू जल्यो, यसको अहिलेसम्म कसले जिम्मा लिने भन्ने कुरा हामी कन्फ्युजमा छौं। देशको यति महत्त्वपूर्ण सम्पत्तिहरू जलेको छ हैन। जुन बेला देशलाई यति जरुरी थियो बालेन्द्र शाह जस्तो मान्छेको, उले मान्छेलाई जनतालाई खाली उस्काए मात्रै, तर जनतालाई दुःख पर्दाखेरि उ सडकमा आएनन्। र अहिले हरेक कुरा साम्य भइसकेपछि मात्रै प्रधानमन्त्री बन्छु भनेर सिग्नेचर पनि गरिसके साथीहरु। चुनाव जित्छु अथवा जित्दिन भन्ने कन्फर्म छैन, उलाई केही मतलब छैन, खाली उसको के सपना छ भने प्रधानमन्त्री बन्ने। साथीहरु हामी अहिले यो माहौलमा, चुनावी माहौल एकदमै तातिदै गर्दाखेरि एकदमै सचेत हुनु जरुरी छ, किनभने भित्र चलखेल भएर धेरै कुरा हुन सक्छ। हामीलाई थाहा छँदैछ हैन, जेनजीका केही हैन नाइके भन्नेहरूले, जेड वाईहरूले चाहिँ केही व्यक्तिहरू मिलेर चाहिँ तपाईको यही प्रधानमन्त्री सुशीला कार्की बनाएका छन्। जुन चाहिँ उमेरमा मान्छे मानसिक रूपमा पनि र शारीरिक रूपमा पनि कमजोर हुन्छ, त्यस्ता व्यक्तिहरूलाई प्रधानमन्त्री बनाएको छ, खैर केही छैन। तर अबको चुनावमा यो पहिला जस्तै धाँधली गरेर हैन जनतालाई चाहिँ अन्यलमा पारेर भित्र चलखेल गरेर षड्यन्त्र गरेर यस्ता खालका व्यवहार गरेर चाहिँ फेरि पनि बालेन्द्र शाह जस्ता मान्छेहरू प्रधानमन्त्री भयो भने देशमा शान्ति कायम रहला त साथीहरु। त्यो भएर कारणले यसपालिको चुनाव एकदमै निष्पक्ष ढंगले होस् र कसैलाई भन्दिनौं, हामी कसैलाई नराम्रो भन्दैनौं, तर राम्रो तरिकाले चुनाव होस् र लोकतन्त्रको धज्जी चाहिँ नउडोस् है। र सबैलाई म मेरो विनम्र अनुरोध छ, हाम्रो देशलाई साँच्चै नै कस्तो खालको मान्छे चाहिएको हो भन्ने कुरा नेपाली जनताले बुझिसक्नु भएको छ है। कुनै पनि दाग नलागेका, कुनै पनि अपराधमा नफसेका, कुनै पनि यस्ता सरकारीका समस्यामा नफसेका मान्छेहरूलाई चाहिँ देशको प्रधानमन्त्री बनाउनु पर्छ।